चकचके बच्चाहरू देख्न साथ नढाँटिकन भन्नुस् त, झट्ट तपाईहरुको मन मस्तिष्कमा के कुरा खेल्छ, कति पुलपुलाएर राखेको होला। 2-4 फड्याङ लाउनु नि त लागिहाल्छ नि। मेरो बच्चाले यस्तो गरोस् त बस्ने गरिदिन्थे। यस्तै सोच्नुहुन्छ होला हैन। सोच्ने मात्रै हैन, कतिले त मुखैमा प्याच्च पनि भन्दिनुहुन्छ होला। बच्चाहरूको नेचर कति फरक हुन्छ है। झन् कुनै बच्चाको चकचक उपद्रव त नेक्स्ट लेभलको हुन्छ। तर जुन हामी यो बच्चाको गतिविधिलाई लगेर बाबुआमाको संस्कार लालन पालनमा जोड्छौं नि, यो चाहिँ आफूलाई नपरुन्जेलसम्म मात्रै रहेछ क्या। हरेक बाबुआमाको लागि आफ्नो बच्चा भनेको प्राण भन्दा प्यारो हुन्छ। अनि कुनै पनि बाबुआमाले आफ्नो बच्चालाई उ नासियोस्, उ बिग्रोस् कसैले पनि सोच्दैन क्या। एउटा बच्चालाई तपाईले एकछिन भेट्दाखेरि उसको बानी बेउरा देखेर तपाई जति तीन छक्क परिराख्नु भएको छ नि, त्यो भन्दा 100 गुणा बढी त उसको बाबुआमाले आफै नै भोगिरहेको हुन्छ नि त। आफ्नो बच्चालाई सिकाउन उनीहरूले हरेक कोसिस गरिरहेको हुन्छ क्या। तर अब केही पार नलागेपछि के गर्ने त? आज एक दिन पड्याङ पड्काइदिँदाखेरि भोलिदेखि सुध्रिने भए जसले पनि कुट्थ्यो होला क्या आफ्नो बच्चा। कतिले त आवेगमा आएर हैन कुट्नु पनि हुन्छ होला क्या। तर त्यसो गर्दाखेरि झन् बच्चाको अटेरीपन ढिप्पी अझ बढी बढ्ने रहेछ। म पनि एउटा 18-20 महिनाको बच्चाको आमा हो हैन। कहिलेकाहीँ मेरो बच्चाले मलाई तिरिमिरी झै पार्दिन्छ क्या। अब सम्झाऊ बुझाऊ भने कुरो बुझ्ने बेलै भएको छैन। तर मैले उसलाई त्यो कुरा बिर्साइदिए र उसको ध्यान अरु कुनै कुरामा लगाइदिए भने बच्चा पनि खुश अनि म पनि खुश। भन्न त दिनभरि कामै त्यही छैन है। यो छुनु हुँदैन, त्यो छुनु हुँदैन, यो गर्नु हुँदैन, यही भनेर जान्छ क्या दिन। तर मान्नेले नमान्दिएपछि त्यसलाई लगेर संस्कारसँग कसरी जोड्ने त? यो कुरा मैले यहाँ उठाउनुको कारण, यो कुरा मैले यहाँ भन्नुको कारण चाहिँ जसलाई पर्यो उसलाई परिरहेको छ क्या अलरेडी। त्यसै पनि आफ्नो बच्चा त्यस्तो भएकोमा चाहिँ हैन अब भोलि गएर के होला, कसरी सुधार्ने होला, के गर्ने होला, एक प्रकारको जहिले चिन्ता भइरहेको हुन्छ क्या त्यो अभिभावकलाई चाहिँ। अनि त्यहीनेरि गएर चाहिँ फेरि हामीले हैन तिम्रो संस्कार भएन, तिमीले यो गरेर चाहिँ तिम्रो बच्चा बिग्रेको भनेर हामीले दोष लगायौं भने त्यो प्यारेन्ट्समा चाहिँ के बित्छ होला क्या। बाहिर नदेखाए पनि एक प्रकारको गिल्ट चाहिँ उसले फिल गरिरहेको हुन्छ कि साच्चै नै मैले गर्दा यस्तो भइरहेको छ कि भनेर। त्यसैले हैन कुनै पनि बच्चाको गतिविधिलाई लगेर चाहिँ बाबुआमालाई मुस्दै हैन उनीहरूलाई केही भन्दै हुनुहुन्छ भने चाहिँ एकदमै सोचेर हैन उनीहरूको ठाउँमा चाहिँ आफूलाई राखेर मात्रै आफ्नो मुख खोल्ने गर्नु होला। धन्यवाद।